बेनको E20 मोडल छ। यसमा डिस्प्ले खराब भएको छ। हामीले 20 वा 24 पिन हामीले सिम्पल तरिकाबाट डिस्प्ले चेन्ज गर्न सक्छौं नयाँ। र डिस्प्ले चेन्ज गर्नुभन्दा अगाडि हामीले यो डिस्प्ले खराब छ या छैन या सपोर्ट गर्छ या गर्दैन यो तरिका पत्ता लगाउन सकिन्छ। हामीले डिस्प्लेमा सोल्डर नगरिकन पनि हामीले डिस्प्ले चेक गर्न सक्छौं। यसको म सोलुसन दिने छु कसरी गर्ने भनेर। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सबभन्दा सुरुमा त हामीले यसको ब्याक प्यानललाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यसपछि ब्याट्री रिमुभ। यसको मोडल नम्बर पनि छ E20 बेनको लाभा। त्यसपछि डिस्प्लेमा हामीले 24 वा 20 पिन लेखेको देख्न सकिन्छ। यसमा चाहिँ डिस्प्लेलाई सुरुमा रिमुभ गर्नुपर्ने हुन्छ। ब्याट्री रिमुभ गरेर म डिस्प्लेलाई सोल्डर रिमुभ गर्नुपर्ने हुन्छ। हामीले सिम्पल तरिकाबाट यो पेस्ट लगाएर हामीले सिम्पल तरिकाबाट रिमुभ गर्नुपर्ने हुन्छ डिस्प्लेलाई। हामीले आइरनको सहायताबाट सिम्पल तरिकाले डिस्प्लेलाई रिमुभ गर्ने। यस्तो कुनै पनि प्रिन्टहरु बिगार्नु हुँदैन र डिस्प्ले चेक गर्दाखेरि सफा हुनुपर्ने हुन्छ। यसरी खुट्टाहरु एक अर्कालाई कहीँ छुनु हुँदैन। खराब डिस्प्ले चलिरहेको हुन्छ र सपोर्ट गरेको हुन्छ र हामीले नयाँ डिस्प्ले चाहिँ सपोर्ट गर्छ गर्दैन कसरी चेक गर्ने म यसको सोलुसन दिनेछु बिना सोल्डर बिना। सबभन्दा सुरुमा त हामीले यसमा ब्याट्री लगाउनु पर्ने हुन्छ। जुन यो 20 पिन हुन्छ अगाडि यो 20 पिनमा हामीले सिधा राख्नु पर्ने हुन्छ। हामीले यो तरिकाबाट पनि गर्न सक्छौं र यसरी पनि गर्न सक्छौं। आफुलाई कसरी सजिलो हुन्छ त्यही तरिकाबाट लगाउने। 20 पिनमा 20 पिन मिलाउने। 20 पिनमा एक अर्कालाई नछोइकन साइडमा राख्नु पर्ने हुन्छ। यसरी राखिसकेपछि यसरी प्रेस गरिदिने र पावर बटन अन गर्ने। बेनको आइसक्यो बिना सोल्डर बिना नै। यसरी हामीले डिस्प्ले बारबार लगाउने बारम्बार डिस्प्ले लगाएर चेक गर्नु भन्दा पनि यो तरिकाबाट हामीले चेक गर्न सक्छौं। सजिलो हुन्छ र हाम्रो पैसा पनि बच्ने हुन्छ खराब हुँदैन। अब यसलाई सोल्डर गर्दैछु म। ब्याट्री रिमुभ गर्ने। यो तरिकाबाट सेम यो तरिकाबाट एक अर्कालाई कहीँ नछोइकन सिधा राखेर सोल्डर गर्नुपर्ने हुन्छ। र सोल्डर गर्दाखेरि हामीले पुरै माथि राखेर यो तरिकाबाट हामीले गर्नु हुँदैन। यो गर्दा राम्रो लाग्दैन। हामीले थोरै एक स्टेप हल्का अलिकता थोरै साइडमा राखेर थोरै भाग छोडेर मात्रै सोल्डर गर्नुपर्ने हुन्छ। राम्रो खालको पेस्ट लगाउनु पर्छ सुरुमा चाहिँ। यसरी गर्दाखेरि रङ मजाले बसोस् भने र मजा तरिकाले डिस्प्ले टाँसियोस्। यसको खुट्टाहरु कुनै पनि नछुटोस् भनेर लगाउनु पर्ने हुन्छ। नछोडिकन कतै राम्रो तरिकाबाट तात्ने आइरन हुनुपर्छ। यसरी सरल लगाइदिने। यसरी एक अर्कालाई कहीँ नछोडिकन मजा तरिकाले लगाइदिनु पर्ने हुन्छ। राम्रोसँगले यसरी कनेक्ट गर्नुपर्ने हुन्छ। डिस्प्लेको एक अर्कालाई कहीँ छुनु हुँदैन। एक अर्कालाई कुनै पनि पिनहरु सर्ट नगरिकन यसरी सोल्डर गर्नुपर्ने हुन्छ। एक अर्कालाई यदि छोयो भने हाम्रो फोनमा हिटिङ आउने कुनै पनि समस्याहरु फोनमा देखा पर्न सक्छ। त्यसैले एक अर्कालाई कहीँ पनि सर्ट नगरिकन जोड्नुपर्ने हुन्छ। सोल्डर गरिसकेपछि हामीले पेट्रोलले हल्का सफा गरिदिनु पर्ने हुन्छ। यो जुन यो खुट्टाहरुमा चाहिँ हामीले राम्रो तरिकाले क्लिन गर्नुपर्ने हुन्छ। यसरी गर्दा जुन यो पेस्टमा रहेको चिपचिपाउँदो यो हाम्रो जुन यसमा लाग्दैन र यसबाट रिमुभ हुन्छ र ब्याट्री ब्याकअपहरु पनि राम्रोसँग टिक्ने हुन्छ र कुनै पनि समस्याहरु आउँदैन। यसरी सफा गर्नुपर्ने हुन्छ कपडामाथि राखेर। यसो सफा गरेर हेर्दाखेरि राम्रोसँगले कनेक्ट भएको हुनुपर्ने हुन्छ। र डिस्प्ले चेक गरौँ। ब्याट्री कनेक्सन, ब्याट्री लगाउने, पावर बटन प्रेस। बेनको आइसक्यो र सक्सेसफुल तरिकाले डिस्प्ले राम्रो तरिकाले आएको छ। डिस्प्लेमा एउटा पेपर हुन्छ। यो पेपरलाई रिमुभ गर्यो भने एकदम सफा आउने हुन्छ डिस्प्लेमा। जुन यो पेपर डिस्प्ले राम्रोसँगले मिलाएर मात्रै प्रेस गरिदिने। अब यसमा हामीले नोटहरु लगाएर दिन सक्छौं कस्टमरलाई। यसमा सम्पूर्ण नोटहरु लगाइदिने एउटा पनि नछुटेकन। आजको लागि यति नै। जाँदै च्यानललाई लाइक, कमेन्ट, सब्स्क्राइब, शेयर गरिदिनु होला। यस्तो बटनवालाहरुको फोनको पनि डिस्प्ले म चेन्ज गर्ने तरिका सिकाइराख्ने छु। विभिन्न मोडलहरुको, विभिन्न साइजहरुको। आजको लागि यति नै। सब्स्क्राइब गर्दै जानु होला।